म तल जाम म तल जान्छु आइहाल्छु नि म एकछिनमा हुन्न र आउँछु तल यसो काम गरेर आउँछु म नजाने मैले काम पनि नगर्ने कसले गर्छ त कसले पकाइदिन्छ त बालाई आमालाई पकाएर मैले ल्याइदिन्छु खाना जान्छु है म यसो तल है जाम के खानुहुन्छ त्यही ल्याइदिन्छु मैले के खानुहुन्छ के खान मन लाग्छ भन्नु मैले त जे पनि दिन्छु तपाईले भनेको कुरा जे पनि दिन्छु ल भन्नु तपाईले के खानी ल भन्नु चिया त खानी चिया बाहेक अरु के खानी अरु पनि खान पर्यो नि पर्छ अरु पनि पर्छ के अरु केही कुरा खानी नि के खानी सित अरु केही खानी के खानी मैले त जे पनि दिन्छु तपाईलाई केही खान मन लाग्छ भने भन्नु मैले त्यही ल्याइदिन्छु जे ल्याइदिए पनि खानुहुन्छ ल आमाले मैले त जे पनि खाइहालिन्छु भन्नु न मैले जे पनि खान्छु ल ल हो ल जे भन्ने कुरो अब अर्थ खाइन्न धन्यवाद धन्यवाद बस्नु है म तपाईलाई ल्याइदिन्छु तल गएर है के खानुहुन्छ त्यही ल्याइदिन्छु ल हुन्छ म जाम म गएँ है ल चाँडै आउँछु पिताजी मैले चिया ल्याइदिएँ तपाईलाई चिया रोटी जाउलो पनि ल्याइदिएँ तपाईले चिया भन्नुहुन्थ्यो चिया पनि ल्याइदिएँ है अब खानी है ल उठाउने ल आमा पिताजी उठ्नु भयो मैले पिताजी आफै बस्न थाल्नु भयो ल अब खानी है रातिको 12 बजे छ आमाले चाहिँ माथि चिच्याको चिच्चै हुनुहुन्छ माथि जानु के भयो किन हो आमा यो रातिमा के माग्ने यो रातिमा कहाँ निस्किनु भएको आमा ल आउनु सुत्ने नि भित्र ए भगवान ल हिँड्नु भित्र हिँड्नु हेर्नु त यस्तै र पिताजी आमा कहाँ निस्किनु भएको यस्तै र किन बोलाउन पठाउनु भएको किन र राति भयो नि राति यस्तै र राति हेर्नु त नसुतेर आमा उठ्ने होइन नि आमा सुत्ने हो नि आउनु हामी पनि सुत्न पर्यो नि आमा दिनभरि थकै लागेको हुन्छ ल सुत्नु उताबाट पिसाब फेरम है भित्र हिँड्नु त पिसाब फेर्ने आमा ल हिँड्नु ल जानु पिसाब फेर्नु त टोइलेटमा अघि सुताएर ओरेर गएँ खुवाएर ए आमा पिताजी पिसाब फेर्न आयो नि तपाईलाई पनि आछ पिसाब फेर्ने है पिसाब फेर्ने हेर्नु त रातिमा आमा उठेर